ल हेर्नुहोस् है यो माथि पनि नेपाली दाजुभाइहरू तल पनि नेपालीहरू कति छ अझै खाली छ है भरिन बाँकी चाहिँ एकैछिन भरिन माथि पनि त्यत्तिकै हुनुहुन्छ लास्टै भन्नुपर्छ र हाम्रो यति बेला एनजिओ चलचित्र सुरु हुन गइरहेको छ भर्खर आउने क्रम जारी छ यहाँनिर र यो भयो तल फर्स्ट रो भने अब सेकेन्ड रोमा चाहिँ यहाँ सो हुन्छ हङकङको हलमा पनि मुभी हेर्न पाइने भयो सो मेरो भ्लग हो माथि पनि हुनुहुन्छ माथि चाहिँ भिआइपी यहाँनिर टन्नै हुनुहुन्छ भर्खर आउने सुरु भइरहेछ है अब आउनुहुन्छ ड्याङ नेपाली चलचित्र हेर्नको लागि त्यहाँ हेर्नु त ल टक्क बसेर भर्खर सुरु हुँदैछ यहाँनिर यत्रो सिटभरि नै बाँकी छ बाहिर आउने क्रम जारी छ यहाँनिर हुनुहुन्छ अनि यहाँ एनजिलाको ब्यानर छ आयोजक प्रतिभा गुब युङलुङ एनजिलाको निर्माण परिवार हङकङ र यहाँबाट अब तलबाट हामी मुभी हेर्छौँ र म रिपोर्टिङको लागि चाहिँ आएको छु माथि छौँ यहाँ दिदी बहिनीहरू धेरै चाहिँ अझै लेडिज देखिरहेको छु मैले है ऊ माथि हुनुहुन्छ अब यहाँ बसेर कुरमुरे होइन पपकर्न खाने अनि यहाँ बस्ने ल अब एनजिला चलचित्र चाहिँ मलाई पनि एकदमै हेर्न मन लागेको थियो सो अब यति बेला चाहिँ अब एनजिला चलचित्र हेर्नका लागि म आएको छु अनि रिपोर्टिङ पनि गर्न आएको छु है म सो रिपोर्टिङको लागि चाहिँ म आएको छु यहाँ पछाडि चाहिँ हुनुहुन्छ नमस्कार दर्शकबिन भन्ने हो यहाँ मेरो पास छ मिडिया पार्टनर भर्खर सिट भरिँदैछ यतातिर अब यहाँनिर टक्क बसेर आज पनि बवाल हेर्नु फ्रीमा हेर्न पाएको छु थ्याङ्क यू सो मच प्रतिभा र युङलुङ ग्रुपलाई प्रतिभा ग्रुप युङलुङलाई किनकि उहाँहरू चाहिँ समाजको लागि एकदम राम्रो राम्रो काम गर्नुहुन्छ यता हुनुहुन्छ अब भरे म रिभ्यू लिने हो उतातिर गएर अहिले चाहिँ यति नै है त आउने जाने क्रम माथि त्यत्तिकै तल त्यत्तिकै बवाल यस्तोको हल चाहिँ नेपालमा भइदियो कति हुन्थ्यो है यस्तो हल छैन यहाँ त ल कति सिट छ मान्छे आउँदैछन् जाँदैछन् टक 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 सानै उमेरमा सफलता पछ्याउँदै गरेकी एन्जिला नेपाल बाहेक अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उत्तिकै चर्चित छ एन्जिलाको जन्म पाँचथर जिल्लाको पाक्रेसपुरा नम्बर 7 मा आमा राधिका चुन्जुनको कोखबाट लक्ष्मीपुर गाउँ इलाम जिल्ला तिनखरेमा आउने काम जारी छ यहाँनिर पास लिएर अब नेपाली संस्कार बेग्लै छ यहाँनिर टिकट बुइनी पनि आइयो नि यहाँनिर चाहिँ एनजिलाको पोस्टरसँग फोटो खिच्ने सबै आज बढी एनजिला मात्रै देखिरहेको छु मैले यहाँ लिम्बुनी पहिरनमा टिक्क सजिएर टिकट लिँदै हुनुहुन्छ यहाँनिर निर्वर्षा तुल्लाको रु 1 लाख कसल लिम्बू घनेन लिम्बू रु 10,000 सीता नाल्बो रु 51,000 फोटोग्राफर प्रेस सुटर विजय सुब्बा रु 50,000 चुनवान आमा समूह रु 1,51,000 शान्ता ओनेम रु 21,000 राधिका बुकिङ रु 21,000 कमला थाङ्देन रु 21,000 सीता आङ्गोहाङ रु 11,000 सरस्वती लिम्बू रु 10,000 देवकुमार तुम्बाको 55,000 हेमकुमारी चोम्बन मेरिङ तुङ्गो 50,000 एम पिलुका राई रु 51,000 चन्द्र बाखिङ रु 30,000 लक्ष्मी संयोग लिम्बू रु 30,000 हङकङमा पनि एन्जिला घर निर्माण परिवार कार्य समिति हामीले बनिसकेको छौँ र आजको यो दोस्रो प्रदर्शनको आयोजनमा चाहिँ युङलुङ पाथिभरा ग्रुप र एन्जिला घर निर्माण परिवार हङकङ भएको छ
र खेलाडीहरूले नै हाम्रो देशको मान शान र इज्जत राखेको जस्तो लाग्छ। हाम्रो देशको नेताहरू त के नै कुरा गर्नु र हामी बाहिर बस्नेहरूले चाहिँ नेपाललाई विश्वसम्म चिनाउन एकदमै राम्रो उहाँले प्रयत्न गरिराख्नु भएको छ र राम्रो कोसिस गर्नुभएको छ र पक्कै पनि अबको केही गेमहरूमा अबको केही महिनाहरूमा केही वर्षहरूमा नेपालले सायद महिला फुटबल टिमबाट गोल्ड मेडल पनि पक्कै पनि प्राप्त गर्न सक्छ जस्तो लाग्छ मलाई। है हेर्दै जानु चाहिँ अब हाम्रो नेपाली चलचित्र एन्जिलालाई माया गरेर हेर्न आउनुहुनेहरू यहाँ हेर्नुहोस् त कति छ। हङकङमा हामी नेपाली यतिसम्म छौँ कि होइन, जस्तोसुकै परिस्थिति समयमा पनि समय निकालेर हामी जस्तोसुकै कार्यक्रम एटेन्ड गर्छौँ। हाम्रो नेपालीको राम्रो पक्ष नै यही नै हो हेर्नुहोस् त। हङकङमा हामी नेपाली यति एकजुट छौँ। यो चिजले चाहिँ के मेसेज दिन्छ भने हामी सबै एक हौँ, हामी एक हुनुपर्छ भनेर चाहिँ एक किसिमले यो फिल्डले पनि एउटा प्रमाणित गरेको हामी देख्न सक्छौँ। र आज यो मेरो ब्लग पनि हो होइन। यसरी उता माथि त्यत्तिकै हुनुहुन्छ, उता माथि तल यत्तिकै हुनुहुन्छ, ड्याङ ड्याङ है चुइरन चप्पाउँदै बस्दै पटाङ है। अब त्यस्तै हो नि। यहाँ त अब पपकर्न सपकर्न केही देखिनँ मैले होइन, कफी सफी चिसो सिसो देखिनँ मैले चाहिँ। तर गर्मीले लास्टै खान मन लाग्छ। तर यहाँ त एसी छ। यहाँ भर्खर कार्यक्रम सुरु हुन आँटेछ। हाम्रो फोटोग्राफर भाइले मेरो पनि फोटो खिच्दै हुन्थ्यो। मौसम दाई यहाँनिर कोअर्डिनेटर पुरा गीतको लागि ह्यान्डसमहरू एन्जिलाको हिरोहरू मुसुक्कै हाँस्नुहोस् म त आइ नै हाल्छु। ल एउटा खिचिहालौँ अनि म एउटा भट्टाभट आउनुहोस्। झिलिक्क थ्याङ्क यू। आउनुहोस् तपाईँ हाम्रो एन्जिला ल दाजुको चाहिँ भाइ ल चेली अलिक बिचमा आउनुहोस्। ल एउटा फोटो ल है हामी चाहिँ एन्जिला चलचित्र हेरिसकेपछि घरतिर पो लाग्दैछौँ। हाम्रो आदरणीय दाई हुनुहुन्छ, हाम्रो दाई आदरणीय दाई हजुरको दाई। उहाँको भ्लग त उहाँको भिडियो त म टुना थापा दाईकोमा विश्व दाईको मात्र देख्छु। आज मेरोमा पनि देखिने हो। हजुर त म्युजिक भिडियोहरू प्रोड्युसर हो। यस यस दाइलाई हाम्रो मेरो सी मिडिया कनेक्सन यस युट्युब च्यानल छ। तर एउटा कुरा यति हेरिसकेपछि त्यहाँ गएर सब्सक्राइब गर्नुपर्यो, सब्सक्राइब लाइक चाहिँ गर्नु पर्यो है। यति गरेन भने त नि भइगयो। ए तपाईँको जी मिडिया हो? ओके ल मैले चाहिँ भिडियोहरू हेरिरहेको थिएँ त्यहाँबाट। अब मेरोबाट पनि सब्सक्राइब हुने भयो है। हुनु पर्यो नि त हजुर। ए ल तपाईँको पो हो? मिठो मिठो गीत हेर्नुको लागि, राम्रो राम्रो म्युजिक सुन्नको लागि, अब होइन राम्रो राम्रो डकुमेन्ट्रीहरू हेर्नुको लागि, हामीसँग कनेक्ट भएर बस्नुको लागि मिडिया कनेक्सनमा चाहिँ सब्सक्राइब गर्नुपर्यो। अनि अब हामी चाहिँ मुभी सकेर हिँड्दै हो। अनि हाम्रो प्रोड्युसर दाइसँग अब एक दिन फेरि बसेर दरो इन्टरभ्यू जान्छ अब। किनकि हजुर गफ गर्ने हो नि तपाईँ जतिको मान्छेलाई। अनि म अस्तिदेखि विचार गरिरहेको थिएँ समय नभएर हो। अब दाइले मलाई म्युजिक भिडियो खेलाउनुहुन्छ अब। हाम्रो कथामा तपाईँ आउन सक्नुहुन्छ। ओहो कथा चाहिन्छ, एकदम एकदम कथाको क्यारेक्टर चाहिन्छ। हामीसँग क्यारेक्टर मिलेपछि हजुर त्यो हामी गरिहाल्छौँ त्यसको लागि। ओहो मलाई त हामी क्यारेक्टर हन्टिङमा हुन्छौँ। लु त्यो मेरो मिल्ने क्यारेक्टर चाहिँ ल्याइदिनु पर्छ दाइ। आउन सक्छ तपाईँ लगायतका। हामी यहाँ फेरि हङकङमा चाहिँ अब नयाँ राम्रो नै अन्तर्राष्ट्रिय स्तरको चाहिँ एउटा केही यहीँ बसेर पनि त्यहीँबाट चाहिँ हामीले नयाँ कुराहरू चाहिँ
गर्न सक्छौँ। भर्खरै हामीले एउटा लिम्बू गीतलाई ल्याएको छौँ यहाँबाट भर्खर हङकङबाट हामीले गरेको। अब त्यस पछाडि अब हामीले नेपाली गीतलाई पनि यहीँ बसेर पनि एकदमै ल्याउने प्रयास गरिरहेछौँ। हजुर हजुर तपाईँ त्यो क्यारेक्टरभित्र यदि पर्नुभयो भने चाहिँ एकदम पार्नु पर्दैन। 100% तपाईँलाई। तर दाइ मलाई तपाईँलाई भेट्दा र देख्दाखेरि म आफू एकदम खुसी हुन्छु। किन भन्नु न, तपाईँ परदेशमा बसेर भए पनि आफ्नो नेपाली गीत सङ्गीतलाई चाहिँ यति माया गर्नु भएको छ। हजुर यो होइन त्यो देख्दाखेरि मलाई खुसी लाग्छ दाइ। यो हङकङ जस्तो व्यस्त सहरमा होइन समय निकाल्न एकदमै गाह्रो छ होइन। कस्तो हुन्छ भने परदेशमा जब आफ्नो देश छोडिएपछि देशमा त्यति त्यसको महत्त्व हुँदैन रहेछ क्या। एकदम एकदम एकदम। तर जब परदेशमा पुगेपछि चाहिँ आफ्नो देशको महत्त्व धेरै हुँदो रहेछ। त्यसलाई नै प्राथमिकता दिएर आफ्नो गाउँघर सम्झेर होइन त्यो गीत सङ्गीतप्रति काम गर्नु पाउँदा झन् खुसी हुन्छ होइन। हजुर दाइ म तपाईँसँग एक दिन एकदम फर्मल्ली म तपाईँसँग अन्तर्वार्ता लिनेछु। तपाईँ जतिको मान्छेले मैले धेरै खोजिरहेको हो, अब मैले आजबाट पाएँ। हस् थ्याङ्क यू दाइ, थ्याङ्क यू। हस् थ्याङ्क यू। ओके अब हामी खानासाना खान्छौँ। एन्जेला मुभी भर्खर सकिएको छ। अब यसको साधारण समीक्षा हुन्छ होला सायद यहाँनिर। अब हाम्रो सम्पूर्ण अर्गनाइजर्स टिमहरू हामी यहाँ छौँ। हजुर त्यस पछाडि अब बिस्तारै साँच्ची नि दाइ एन्जेला मुभी हेर्दा रुनु भयो कि भएन, खुसीको भन्नु। म ढाँटेको होइन, एक रुएको हो तर त्यो नरुङ भनेर त्यहाँदेखि म फेरि साथीहरूलाई हँसाउँदै भागेको। झन्नै चाहिँ रुको मैले चाहिँ झनै रोएर अर्को साथीलाई चाहिँ तपाईँ रुनुभयो भनेर भागेको हो क्या। हस् थ्याङ्क यू दाइ, थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। ल दाइ तर टाइम चाहिँ अलिक कम छ मसँग। भोलि त फेरि खेताला जानुपर्छ। है हस् हस् हस्।